सुख करता दुख हरता वार्ता विघ्नाची पूर्वी पूर्वी प्रेम कृपा जयाची सर्वांगी सुंदर ओटी शेंदुराची कंठी झळके माळ मुक्ता फळाची जय देव जय देव। पहले भी मैं तुमसे मिला हूँ, पहली दफा ही मिलके लगा तूने छुआ जख्म को मेरे मरहम मरहम दिल पे लगा। पागल पागल है थोड़े बादल बादल हैं दोनों खुल के पर से भीगे आ जरा। पहले भी मैं तुमसे मिला हूँ, पहली दफा ही मिलके लगा तूने छुआ जख्म को मेरे मरहम मरहम दिल पे लगा। भाई दादाजी पूछ रहे कितना टाइम लगेगा? जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर सुख दुख दुख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर। बाचा भयो तिमीलाई मेरो, बाचा भयो तिमीलाई मेरो। चाहेर पनि मैले भन्न सकिन तिमीलाई मेरो मुटु चोरिसक्यौ तिमीले भाकेर शरीरबाट।
छुहेर तिमीलाई लिन आउँदैछु हेर तिमीलाई लिन मन मान्दैन किन हो किन मन मान्दैन किन तिमी बिना आउँदैछु हेर तिमीलाई लिन आउँदैछु हेर तिमीलाई लिन मन मान्दैन किन हो किन मन मान्दैन किन तिमी बिना भनिदेऊ तिम्रो बाबालाई लाहुरे आउँदैछ भनिदेऊ तिम्रो बाबालाई लाहुरे आउँदैछ चुरा धाको सिन्दुर पोते डोली सजाउँदैछ लैजाने हो तिमीलाई मागेर बाबाले नमाने जाने हो भागेर आउँदैछु हेर तिमीलाई लिन आउँदैछु हेर तिमीलाई लिन मन मान्दैन किन हो किन मन मान्दैन किन तिमी बिना कस्तो हो माया तिमीसँग बस्यो तिम्रो सपना आँखामै सज्यो कस्तो हो माया तिमीसँग बस्यो तिम्रो सपना आँखामै सज्यो आइसके म त तिम्रै त हुने आइसके म त तिम्रै त हुने हाँसी खुसी जीवन अब सँगै बिताउने हाँसी खुसी जीवन अब सँगै बिताउने होइन भनेदेखि उहाँहरू हाम्रो सम्बन्धित मान्छे नै हुनुहुन्छ भनेदेखि चाहिँ तपाईँले परिचय गर्नुपर्ने हो म त त्यसरी भन्न होइन टङ्क रसाइलीको घरमा आएको हामी बेहुलाको नाम बेहुलाको नाम चाहिँ तपाईँको अब निशल शङ्कर बेहुलीको नाम बेहुलीको नाम त थाहा भएन है बोडीको बिर्सिनु भएको छ थाहा होइन उहाँहरू त हाम्रै मान्छे अनि कहाँबाट आयो तिमी जन्ती कहाँसम्म घाँटी हाम्रो हाम्रो बुहारी काट्ने के आयो पाउ त्यो चाहिँ भरे भन्ने कि अहिले भन्ने होइन अघि त के अरे पत्रबल भनेर दियो नि फाइदा त यसै भयो डाट्नु भएन डाट्नु भएन उहाँले के भन्नु होइन सही ठाउँमा आएको रोटी सोटी पुरी सब्जी के छ लु खाएर पठाउ के गर यहाँ सुन्नु न तपाईँहरूले अब भर्खरै बुझ्नु भयो कि टिका लगाएर चाहिँ अब माला पनि ल्याउनु भयो यसै त छैन नि डबल डबल आइन्छ है यो बेकेको माला चाहिँ राम्रो बुन्नु भएछ भनेर राम्ररी चाहिँ फोटोमा निकालिदिनुहोस् है टिका टिका छ यहाँ
पानी ल्याइदिउँ न पानी ल्याउनु त पानी खाना पनि ल्याउनु पानी ल्याउनु त पानी यहाँ छ टिका भाउजू यहाँ छ टिका यहाँ छ यता ल्याउनु हामीले मजाले सम्मान गरेको यसो गर्नु न खानाले चेलियो क्या ए त्यो देखाए पैसा चाहिँ उहाँले दिनुहुन्छ है टिका हामी लाग्दैन पैसा मलाई दिनु पनि यसो स्वीकारमा दिँदैन हातमा हात मुनिबाट समाउनु न स्वीकारेको मात्रै मुखमा लगाएको जस्तो गर्नु न त्यो भिडियोले देखाउँछ क्या भिडियोले मुखमा यसो लानु न छेउमा मुखमा लासो गर्दैन न तपाईँहरूलाई हामीले यहाँ सुका गरेको कि सम्मान गरेको छौँ अपमान चाहिँ नगर्नु है हो उहाँले पारेर sunshine, you're my best times, you're my anomaly, and I'd choose you in 100 lifetimes. I'd choose you in 100 worlds. I'd find you, and I'd say I do for the rest of my life. With all that I have, I do, and I will when the sky is falling. I promise you I'm all in, no turning back. And every day, every moment, every breath you take, I choose you. This is more than just a wedding. This is etched into eternity. With our union, we will move mountains. We will live on our knees. 'Cause he'd choose us in 100 lifetimes. He'd choose us in 100 worlds. He'd find us, and we'd say we do for the rest of our lives. With all that we have, we do, and we will when the sky turns black and he comes back riding on the clouds. Every day and every moment, every breath we take, we choose you. Look into my eyes, dear. Look into my eyes, dear. 'Cause this is where it starts.
do for the rest of my life. With all that I have, I do. And I will. When the sky is falling, I promise you I'm all in. No turning back. Every day, every moment, every breath अनि अचेता चाहिँ सक्दो ल्याउनु है अनि जन्तीलाई चाहिँ मजाले पर्सिनुपर्छ आहा कति राम्रो छ है नारायण स्वरूप गरेर मैले आज वर्गलाई यस्ता वरलाई चाहिँ जन्म दिने उनका माता पिताहरू चाहिँ कस्ता हुँदो रहेछ त उहाँको दर्शन गरौँ न भन्यो क्या अब विशाल यस्तो हुँदै
हामीलाई छोडिदिनु छोडिदिनु एकछिन नबस्नु न नि होइन मैले त्यही भनेको राखिहालेँ तामाको दियोलाई त्यसैले कलशमा पूजा गर्नु त्यो अक्षताले आज एघार कलश समिति फोनहरू त्यहाँबाट पूजा गर्दा पनि हुन्छ त बाबुले यता बेहुलाले यता भेट्छ बेहुलीले उता भेट्छ भइहाल्छ नि आज एघार कलश समिति फोनहरू नमो नमः फुल चढाइदिनु कलशमा 5 वटा एक एकवटा ओम श्री सती त्योबाट चाहिँ त्यहाँ चढाउनु यहाँ चढाउनु अनि त्यहाँ बिच चढाइदिनु अरू यसो गर्नु ल ओम श्री सती लक्ष्मी चतुपन्त्य बहुरात्र पार्शी नक्षत्राणि रूपमास्मिनो ध्याकामिकाणु ममै सर्वलोकामिकाणि ओम चह या राखिदिनु त श्री पञ्चवर्ण देवताभ्यो नमो नमः फुलात्मा लिनु फेरि ल फुलात्मा कुम्भाग्रितन च विष्णु सयन्तमे वासी विष्णु च प्रजापति आदित्य वसवरुद्रा विश्वादेव सप्तकान्ति सर्वयति काम फल प्रदादि मम कर्तोमि म जल सन्निधि गुरु अब पानी समुद्र त तिलाली पानी हो त्यो त्यतिकै हात चोक न चोक देउली घाट अहिले माथिबाट साक्षात् विष्णु आत्मेहा मुख गोत्रः गौतम गोत्रमा उत्पन्नः गौतम गोत्रमा उत्पन्नः सेविका सञ्जसेहा विवाह कर्मण पुत्रं कर्म
हिँडे ठुला ठुला आशा बोकेर जगतलाई उज्यालो पार्ने तिम्रो हँसाइ हृदयमा छापिने साँचो तिम्रो हेराइ तिम्रो खुसीमा नै मेरो खुसियाली गाँसेछ प्रार्थना छ मेरो तिमी सधैँ सुखी रहोस् अन्धकार माझ उज्यालो दीप नै बनोस् ममता तिमी हौ तिमी नै हौ लक्ष्मी सुन्दरता तिमी हौ तिमी सबै हौ छोरी सिधा अहिले मारे दोकान अघि अनि सुरुमा लाग्यो अघि बढ्नेमा लाग्यो यता म पाइ माग्ने त चाहिँ यसमा दाइ हात कोही साथी ओ यसमा लाग्यो नमो नमः ल बेउला पनि उठिहाल्नु त ल बेउलीले चाहिँ बेउला देऊ ओइ माइकी ल यसमा आउ खोइ बेउला मध्यादं श्रीनं वरदा अपराधदायि पुरसिंहः ओम नमः माता ठीक हुन्छ तपाईँ यत्याशिला गुण संविधान सेनायं रत्नवर्णं कल्पः सदृश सदा संसहितं कलमयव्यात्महं हेतुलक्ष्मी स्वरूपाय मेतादृश शिवसाक्षी साक्षी प्रतिका सन्निभाति यस्ता जीवा दिन एकचोटी यो लठी दे सही छ के खिउ चाहिँ हाल्दैन न बरु अब बोल्ने चिज हाल्दा त हुँदैन घिउ हाल्दा के हुन्छ प्रभु
विवाहे च परम्परा हुन्छ केशवसेवा ततः व्याकः मेति वासेनं नदि पावनि मन्तः साथीभाइसँग फौदारी पो गर्नु पर्थ्यो कि म त फौदारी गरेर हिँड्थेँ होइन। आज 1 देखि 2 जीवन भयो होइन, 2 बटो 1 घरको भइसकेपछि अब म तिमीलाई मैले तिमीलाई कहिले पनि साथ छोड्नेवाला छुइनँ भन्नु कोही मेरोसँग देखिन्छ। यहाँ मैले पढ्नुभन्दा ढिलो हुन्छ भनिदिँदैछु होइन। मैले साथ म छोड्नेवाला छुइनँ है। अनि म जहाँ जाँदाखेरि पनि त्यहाँ फौदारी गर्थेँ, कोही बेला चाहिँ जेल पढेर आउँथे नपढे पनि होइन, जेल पढ्थेँ मलाई चाहिँ होइन। म एक्लो थिएँ, मलाई आजसम्म कोही पिर थिएन। अब म मेरो जीवनमा तिमी आयौ, तिमीलाई छोडेर म कहीँ पनि जान्दिनँ। म आजदेखि फौदारी है फौदारी गर्थेँ भने पनि आजदेखि म फौदारी गर्दिनँ भने खुकुरी भुलाउ कहाँ निकाल्नु अब फौदारी गर्दिनँ लु यहाँ चाहिँ नि अब बेहुली घाटमा दिनु यो हेर्नुहोस् मैले खुकुरी मिसारी मैले तिमीलाई दिएँ। अब तपाईँले के भन्नुपर्छ त भन्दाखेरि हेर्नुहोस् प्रभु त मेरो श्रीमानज्यू आज यति कुराहरूमा चाहिँ तपाईँले यत्रो विश्वास गर्नुभयो। म एउटा नारी हुँ होइन, ममा पनि त कुनै दिन केही कमजोरी हुनसक्छ, कुनै दिन तलमाथि हुनु पनि पर्ने स्थिति आयो भने पनि मलाई चाहिँ नि तपाईँले म हुँदिनँ एक त तपाईँको सत्यतामा बस्नेछु। सत्यता कुनै दिन त्यस्तो भङ्ग हुनसक्छ, त्यतिखेर चाहिँ तपाईँले मेरो लागि मेरो शत्रुहरू तपाईँका शत्रु नै हुन्, तपाईँका शत्रुमा चाहिँ पराजय गर्न ल। अब भनेको चाहिँ मान्छेले अधिकार पाउनको लागि खोज्नुपर्छ। आज त्यही कुर्सीको हालत भइरहेको छ होइन। केपी बाले चाहिँ जितेर जानुभएको थियो भने भोलिको शब्द के अरे शपथ ग्रहण भइसक्यो भने आज हाम्रो चाहिँ घन्टीमय भइसकेको छ यो देश। घन्टीमय हुँदाखेरि पनि अझै 10 गते अब तपाईँ बस्नु होइन। अब तपाईँले हेर्नुहोस् मेरो अब जे भए पनि सुन्नु
तपाईँले चाहिँ आशीर्वाद दिनुपर्छ जस्तो बनेर ल अब के अब पहिलोचोटि उहाँले श्रीमानको खुट्टा यादनीकै छोरा मान्छेको खुट्टा पहिलोपल्ट ढोक्नु भएको छ उहाँलाई के दिनुपर्छ त्यो तपाईँ जान्नुहोस् मेरै हो त नानी साह्रै गल्यो भने त उता पनि हुन्छ है ल बसाउनु अब ल बसौँ आउनु कार्यक्रम गर्नुपर्छ भनेर भन्नु अब नि पाएको कि पाकेन हौ यसो बेहुलीले ढक्कन उगार्नु गोटुका निकाल्नु त खानाको लागि चाहिँ पहिला त पानी पस्केर दिनु पऱ्यो नि हात धुलो आउनुहुन्छ होइन यो दुना समाउनु त लिनु हात धुनु भनेर दिनु न पानी ल तपाईँले पनि यसो धोएको चाहिँ गर्नु राखिन् नि है भनेपछि माया चाहिँ गर्ने रहेछ होइन अब पहिला यसो अग्निलाई चढाइदिनु अरे हौ खानुभन्दा त चढाउनु पर्दो रहेछ हौ पहिला है प्रत्येक चाहिँ नाम अब दुईजनाले खानको लागि यसो मुस्मुस त भाइ भाइ छोडिदेऊ मुखमा बेहुलीले चाहिँ बेहुलालाई खुवाइदिनु त होइन भाइ बेहुलाले पनि खुवाइदेऊ ल झ्याल्डी गरेर पण्डितजी झ्याल्डी झ्याली होइन नि अब झ्याली त अब पाउँछ त एउटा हात अगाडिबाट छिराउनु यसो बसेर यसो अब गर्दैन पनि गर्दैन एकछिन हँसाए तपाईँले त एउटा के को हातमा कति सबै राख्नु कौडा भनेको के एउटा हुन्छ अब तपाईँले घडी आफ्नो अगाडि राख्नु ल अब सुरु गर्नु कौडा तिमीले अगाडि राखिदेऊ बोल्बोमा दारण जी भाता तपाईँले अब चेक यता साथ थाप्नु परेन ए हो त्यसरी हो त फेरि यसो घुमाइ बिस्तारै बिस्तारै घुमाउनु ल बेहुलाको सेडा भाइ सेडा बेहुलाको अनुहारमा सेडा है नि सूर्य चन्द्र पञ्चवर्ण अर्घ्यनं स्वाहा भयो 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 हारे पक्का भयो किनभने तपाईँले जित्नुभयो नि त उहाँले हार्नुभयो खेल्ने मान्छेलाई खेलाडीको होइन रङ थाहा हुन्छ कि हेर्दै र पनि होइन अब आज यो यत्रो चुनी पञ्च भलात्मीको त्यो चाहिँ फेरि आफै लाइदेऊ भन्न भाइ घडी यता हेरौँ यता देखा घडी देखा न यस्तो चाहिँ हो भाइ उठा न यार
बेहुलाको अनुहारमा सेडा आयो क्या यसको हान्दै गरौँ हान्दै गरौँ माइतीलाई यहाँ पानी लगाइसक्छु फेरि बाउको हुन्छ मेदा गराइहाल्छु मेदा गराइसकेपछि पूजापाती गराइदिइहाल्छु एक साइडमा तपाईँ चुन्दरीमा बाँध्नु यहाँ यता नाङ्लो चाहिँ यता दुईतिर पहिला दिनु हो त्यसरी अनि बुढीले समाधान त्यहाँबाट निरामङ्नाही नमः स्वाहा इदमङ्नाही नमः स्वाहा अजिवनाही नमः स्वाहा ओम सोमाही नमः स्वाहा हरि ओम हरि हरि पापहानि निजन्मन्तर अब मात्र यहाँ भएको समूह आउँछ है बेला पार कि अनि चाहिँ एकैपल्टमा है बुहारीले कति नाङ्लो चलाउन जाँदैछन् भने परीक्षाले गरे क्या यहाँ यो भनेको चाहिँ एकैचोटि झ्याप्पै हाल्नु झ्याप्पै हालिदिनु ल स्यापा ल त्यो नाङ्लो यता राखिदिनु ल बेहुलीको बाउ ल भयो हरियो नाम जय भगवान बलिदास दानि जो महापाला तेन पामते लानि महाचल महाचल तेन पामते बदानि रक्षे महाचल महाचल ओम पतले रक्षले जय जवान अचतता लागिरहेको छ राष्ट्र जय नमः बलिदास दानि जो महाचल तेन पामते हजुरआमालाई पहिला टिका लगाइदिनु बदामी ठुलाबालाई टिका लगाइदिनु अनि हजुरआमालाई टिका लगाइदियो बाबा आमालाई टिका लगाइदियो पहिले भुल्सेपछि कारण के हो त देउलाको आमा आँसु लगाइदिनु अब यहाँ सुन्नु अब त्यो सासुले ढोक्नुपर्छ मोको सासुले ढोक्नुपर्छ मान्छे खुसी खुसी अब जेठ सासूले यसो रुमाल टाउको छप्ने दिने गरेको छ भने दिनुहोस् होइन
भयो होइन भइसकेको छ हेर न यहाँ कस्तो ढोक्दा ढोक्दै यहाँ आइपुग्नु यो सम्बन्ध हजुरहरू जहाँ जे भए पनि होइन सम्बन्ध थिएन हेर्दाखेरि पनि सरी भनेर हेरिथ्यो होइन आजदेखि हामीले चाहिँ दुई ढुङ्ग्रोको पानी एक ढुङ्ग्रो बनाएर एउटा चाहिँ नाटोलाई बल्डर गरिसकेका छौँ भने अब हजुरहरूले बाटाघाटोमा भेट गर्दाखेरि पनि सम्झिने भन्नुपर्ने हुन्छ यहाँ त सम्झिने भने अब पहिला त सम्झिने गरौँ पहिला त नाटो चेक गर्नु पऱ्यो नि हिजो दाजुभाइ लु त एकपल्ट जेसुकै होस् तेरिको बाटोमा भरे ठोक्यो भने के होला होइन जे होला होला देखाइ जाला लु उहाँ पनि मामा ल अब तपाईँ आइहाल्नु न कहाँ कुदे कुदे गर्ने त यहाँ यता उभिएको कि जय होस् ल हजुरले फोटा खिचिहाल्नु ल अब सम्झिने आउनुहोस् सम्झेर साथी मामा मामा हुनुहुन्छ अघि तिनपल्ट भइसक्यो ल अब सबैजना टोपी लाउने परिएको छ हो म पनि नलाउने रहेछु हो ल बेन सम्झिने घरको दुईपट्टि नै भयो ल एकैपल्ट मामा सम्झिने यो चाहिँ बाटो घाटो है अघि मेन सम्झि भयो यो चाहिँ बाटो घाटो ल ए सम्झिनु पाउँदैन सम्झिनु नमस्कारै भन्न पाइयो नि त त्यसैको लागि अब ल आउँदैछ ल आउनुहोस् है ल यो चाहिँ बाटो घाटोको ढोकेट है ल मलाई पाइसक्यो होइन आज सामान नलाने ल म पनि ए बडा ल आउनुहोस् 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 ल है बेहुला बेहुला बिदाबारीको टिका गरिदिइहाल्नु त आमाले आमा बाउले इकबाल सईद हर सईद और सईद
उंगली पकड़ के तूने चलना सिखाया था ना, दहलीज ऊंची है ये पार करा दे। बाबा मैं तेरी मलका, टुकड़ा हूँ तेरे दिल का, एक बार फिर से दहलीज पार करा दे। मुड़ के ना देखो दिलबरो, दिलबरो, मुड़ के ना देखो दिलबरो, मुड़ के ना देखो दिलबरो, दिलबरो, मुड़ के ना देखो दिलबरो। फसलें जो काटी जाए उगती नहीं है, बेटियां जो ब्याही जाए मुड़ती नहीं है। फसलें जो काटी जाए उगती नहीं है, बेटियां जो ब्याही जाए मुड़ती नहीं है। ऐसी विदाई हो तो, लंबी जुदाई हो तो, दहलीज दर्द की भी पार करा दे। बाबा मैं तेरी मलिका, टुकड़ा हूँ तेरे दिल का, एक बार फिर से दहलीज पार करा दे। मेरे दिल बरो बर्फे गलेगी फिर से, मेरे दिल बरो फसलें पकेगी फिर से, तेरे पाँव के तले मेरी दुआ चले, दुआ मेरी चले। बाबा मैं तेरी मलिका, टुकड़ा हूँ तेरे दिल का, एक बार फिर से दहलीज पार करा दे। मुड़ के ना देखो दिलबरो, दिलबरो, मुड़ के ना देखो दिलबरो, मुड़ के ना देखो दिलबरो, दिलबरो, मुड़ के ना देखो दिलबरो। सॉरी। मुड़ के ना देखो दिलबरो, दिलबरो, मुड़ के ना देखो दिलबरो। थोड़ा थोड़ा हाथ थोड़ा
तिन जोडी हुन्छ आफूले भेटेको आफ्नो ब्यागमा हालेको पैसै भेट्यो दुई म्यागले भेटिहाल्यो कस्तो धानै कतिवटा हालेको दुईटा पाथी भरि बनाउनु पर्यो चुली अनि त्यसको माथि जनाएर जति भयो त्यति गर्छ पाथिनेर मानुमा के हो चलिले त वाला चलन हुन्छ चाँदीले उतार लु भेटिहाल्यो त बुहारीले लु झक्की भेटा बुहारी होइन दिदी त जाने जाने दिनुहुन्छ भयो अब एकपल्ट हाल लास्टमा बुहारीले भेट्यो अब कोरामा हालिराख्नु अनि भयो बडो झन् बडो बाहिर जानुमा खाने मान्छे हेर्नु धुलोले आँचु आउन होइन भेटा कसले भेट्दो यिनीहरू त पैसा पचाए भेटाउनु हो साथी अब यो धान यो पात उठेर त्यो खुट्टामा राखेर धोएर हातमा देऊ अनि खुट्टा ढोग न खुट्टा मलाई राम्रोसँगले पाल्नु पाल्नु त परिरह्यो पाकेर धान उठाउनु सासु बुहारी नै जाँदैन सोर्दै ल्याउँदा पनि हुन्छ यता सोर्दै लिएर दिदीलाई एकै ठाउँमा हालेर ल्याऊ न रोटी ल्याऊ फलफुल ल्याऊ एउटा कोक पनि ल्याऊ गिलास पनि ल्याऊ घरमा लगेर भकारी हाल्नुपर्छ तल बोक्नु पर्यो नि नातिनी बुहारीले ढोक्रामा नातिले बुहारीलाई नि आजदेखि अब स्टार्ट भयो है काम होइन त अब त स्टार्ट भइहाल्यो नि
जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई